नजान्ने सबैलाई एमसीसी बारे बोल्नु नै परेको छ। नागरिक समाज र विज्ञहरूले विश्लेषण गरिसकेपछि अब त्यो जिम्मेवारी जनप्रतिनिधिको हुन्छ, राजनीतिक दलको हुन्छ। तर हाम्रा दलहरूको कुरा गरेर साध्य छैन। कांग्रेसका देउबा एनसीसी पास नगरिन छाड्ने अडानमा, एमालेका ओली पहिले पक्षमा अहिले जोखाना हेर्दै प्रचण्डको महात्म्य अघि भर्खरै वर्णन गरिहाले। मेरा प्रश्नहरू भने अझै पनि यथावत रहेका छन्। नम्बर 1, एमसीसी संसदमा किन लाने? के यो दुई देश बीचको सन्धि हो? यो एउटा मामुली कन्ट्र्याक्ट हो? यो देशको इतिहासमा एउटा पनि कन्ट्र्याक्ट संसद गएको छैन। यसलाई संसदमा लानु किन पर्यो? नम्बर 2, नेपालको कानूनसँग एमसीसी बाजी, एमसीसी का शर्त माथि हुने बुँदा गलत छ। एउटा कन्ट्र्याक्ट नेपालको राष्ट्रिय कानून भन्दा माथि कसरी हुन्छ? नम्बर 3, आयोजनाको निर्माण सकिएपछि आयोजना हस्तान्तरण गरेर जानुको साटो अमेरिका अनन्तकालसम्म किन बस्न चाहन्छ? नम्बर 4, नेपालको आर्थिक, सामाजिक, राजनीतिक मामिलामा चासो राख्ने टन्नै शर्तहरू एउटा विकास आयोजनाको कन्ट्र्याक्टमा किन जरुरी छ? समस्या परेको हकमा अमेरिकी कानून समेत लागू हुन सक्ने शर्तहरू सहितको एमसीसीलाई म जस्तो सामान्य सञ्चारकर्मीले विकास अनुदान मात्रै मान्न सकेन। हजुर, अर्थ मन्त्रालयको एउटा कर्मचारीले हस्ताक्षर गरे पुग्ने सम्झौता संसदमा लगिनु र जनस्तरबाटै यति धेरै विरोधका बावजुद पनि जबरजस्त लैजा भन्नुलाई स्वाभाविक मान्न मैले सकिन। अमेरिका साँच्चै नै नेपाललाई सहयोग गर्न चाहन्छ भने एउटा काम गरोस्, यो एमसीसी अहिलेलाई फिर्ता लगेर सहयोग गरोस्। यसले हाम्रो आन्तरिक र भू राजनीतिमा ठूलो उथल पुथल ल्याउने देखिँदैछ। अमेरिकाको निरन्तरको दबावका कारण हामी नराम्रोसँग विभाजित भइरहेका छौं। यस्तो अवस्थामा एमसीसी फिर्ता लगेर चाहिँ अमेरिकाले सहयोग गर्न सक्छ। यदि कुनै दललाई एमसीसी नभई हुन्न भने आगामी चुनावका लागि एमसीसीलाई उसले आफ्नो चुनावी घोषणा पत्रमा राखोस्। चुनाव जिते भने एमसीसी पास गर्छु जनताको भनेर जनताको मत लिएर ऊ आओस्। जनताले भोट दिएर चुनाव